यो नयाँ पाटो हो नि त। यस्तो अब पैसाको लागि कसैले सोध्छ भने 5 तला घर छ मेरो काठमाडौँमा, सिधै भन्छु होइन। मैले 25 वर्षको उमेरदेखि गाडी चढेर आफैले कमाएर, पैसाको लागि त हुँदै होइन। मैले गीत गाउँदा पनि पैसा आउँछ, डिजाइन गर्दा पनि पैसा आउँछ, सुपरभिजन गर्दा पनि पैसा आउँछ, कन्स्ट्रक्सन लिएर गर्दा पनि पैसा आउँछ, मैले इन्डोर्समेन्ट गर्दा पनि पैसा आउँछ, मैले कहीँनिर बोलिदिँदा पनि पैसा दिन्छन् आजभोलि त होइन। जे गर्दा पनि पैसा आउँछ भनेपछि त्यो पैसाको लागि होइन। अनि नामको लागि एउटा केही गरौँ भन्नेको लागि हो। जस्तै विनोद चौधरीजी बिलियनियर हुनुभयो, तैपनि उहाँ लाग्नुभयो होइन। उहाँलाई चाहिँ अब यो समाजको लागि के गर्नु, अब अलरेडी नामको लागि त अलरेडी म्युजिक गरिरहेको छु, मान्छेले गीत सुनिरहेकै छन् होइन। सबैले चाहिने जति, सबैभन्दा चाहिने जतिले चिन्नु भएकै छ, त्यो नामको लागि पनि होइन। यो चाहिँ के हो भन्दाखेरि मलाई चाहिँ मेरो बच्चा बेलामा सोसल स्टडी, मोरल साइन्स, नेपाली साहित्य पढाउने टिचरहरूले चाहिँ के भन्नुभयो भन्दाखेरि सेवा गर्नलाई, काम गर्नलाई पद चाहिँदैन भनेर सिकाउनु भयो। तर त्यो पदमा नालायकहरू बसेको पनि देख्नु सकिँदैन भन्ने कुरा चाहिँ सिकाउनु भएको थिएन। अब चाहिँ मलाई त्यो फिल भयो क्या। ठिक छ, चाहिँदैन, पोस्ट चाहिँदैन काम गर्नलाई, अहिलेसम्म त मैले काम गरि नै रहेको छु। तर त्यो पोस्टमा नालायक मान्छे बसेको त म देख्न सक्दिनँ नि त। त्यो पनि त एउटा पाप हो नि त। त्यो देखि पनि आफू चुप लाएर बस्नु त गल्ती हो नि त। त्यहाँ राखिदिनु नि त राम्रो मान्छे। मैले यत्रो किन दुःख गर्नु पर्थ्यो? मेरो त आरामको जिन्दगी चलिरहेछ, आनन्दले चलाइन्थ्यो, राम्ररी बितिरहेछ मेरो जिन्दगी। मैले त्यो दुःखै गर्नु पर्दैन थियो। मलाई दुःख गर्नु परे पनि थिएन नि त। त्यहाँनिर राम्रो मान्छे राखिदिनु, त्यहाँनिर सबै काम गर्न सक्ने, हामीले खोजेको जस्तो मेयर त्यहाँनिर हो भने त म किन जानु पर्यो त?